Hello guys, अहिले चाहिँ म कुकमेनमा कुकमेन गाइस अहिले चाहिँ म खाना बनाउँदैछु है किनभने अब मेरो बुढीको साथी आएको छ होइन त्यसैले गर्दा चाहिँ माछा बनाउनु लागेको गाइस होइन यस्तो छ माछा मसिनो खालको माछा रहेछ चाहिँ सानो सानो माछाहरू चाहिँ यसलाई पुरै यसलाई मोलेर पनि फ्रिजमा राखेर पनि निकालिसकेको यता दाल यता खाना यता टमाटर पाकिरहेको छ गाई चाहिँ अचारको लागि भिडियो बनाउन सकिँदैन गाई यस्तै देखाउने बस्ने हो गाई है सक्ने हो त साग पनि सजाइदिनु साग पनि चाहिँ साग भयो सिमसाग है यो चाहिँ सिमसाग एकदम मिठो हुनु सिमसाग यो चाहिँ माथिबाट लिएर आएको आन्टीले दिनुभएको सिमसाग हो है यो चाहिँ सिमसाग गाइस अनि यतातिर चाहिँ यस्तो छ म चाहिँ यता खाना बनाइरहेको छु यता चाहिँ कार्यक्रम भइरहेछ यो तासिने कार्यक्रम भइरहेछ गाइस तासिने कार्यक्रम कसले पैसा मारिरहेछ हौ हो कार्यक्रम भइरहेछ है तासखाने कार्यक्रम भइरहेछ मेरो चाहिँ खाना पकाउने कार्यक्रम भइरहेछ के गर्नु त गाइस अब सुरु गरौँ त काम भने क्यामेरा चाहिँ टक्क यहाँ राखेर काम गर्नु परेको त अझै पाकेन गाइस मलाई केही थाहा छैन है तिर्खा लाग्यो गाई तिर्खा लाग्यो छुट्टी लाग्यो Oh my god. गाइस अब चाहिँ म माछा पकाउँदै गरेको टक्क देखाउँछु ल माछा फाइनल्ली गाइस सबै खाना रेडी भइसक्यो है सब रेडी भइसक्यो अब मैले मात्र माछा तार्नु बाँकी छ अनि अचार बनाउनु बाँकी छ है टमाटरको अचार खाने छ कि बिचार ओइल पनि अब त खारिसकेको छ निकै तेल पनि खाइसकेको छ अनि त्यसपछि म माछा हालिदिन्छु होइन माछा देख्न सक्नुहुन्छ कस्तो नराम्रो आएको यो क्यामेरामा त माछा पनि राम्रो बनाउँछु मैले गाइस माछा त राम्रो बनाएको छु मैले यतातिर त अझै माछा छैन अन्डा पनि हाल्नु त पर्छ माछामा त अन्डा छैन रहेछ सिधा त तासिने कार्यक्रम रहेछ गाइस है यो चाहिँ तासिने कार्यक्रम है अहिले चाहिँ कसले मारिरहेछ
गाइस तेल तात्तिस हो गनायो गनायो ओहो अलरेडी तेल थियो नराम्रो भइसक्यो गाइस अब माछा बनाएँ ल टक्क यस्तो गरेर हाल्छु माछालाई चाहिँ ओ माई गड 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 ओ माइला ओ माइला ओ माइला ओ माइला ओ माइला यति धेरै हाल्नु पऱ्यो यति मात्रै हाल्नु पऱ्यो ए हामीलाई धेरै हाल्यो भने पाक्दैन ओहो यस्तो नराम्रो अब क्यामेरामा ल यस्तो देख्नुहुन्छ माछा पाक्दैछ यहाँनिर माछा यो चाहिँ माछासँग खाने अचार हो गाइस है माछासँग खाने अचार हो अचार चिकन चाहिँ ठुलो ग्यासमा हिँड्ने हो गाइस अनि त्यसपछि चाहिँ स्पेसल हुन्छ स्पेसल अनि त्यसपछि हाम्रो यहाँ मुकबाङ हुन्छ मुकबाङ चाहिँ के हुन्छ भन्दाखेरि बियर टुबर के हो बियर हो यो गाइस हेर्नु सक्नुहुन्छ यो चाहिँ टक्क माछासँग खाने हो गाइस माछासँग अर्को पनि छ गाइस अर्को पनि छ यो वाउ गाइस अहिले म भेटेपछि टक अलि पाकिसकेपछि भेटौँ ल गाइस पाकिसकेपछि फाइनली गाइस खाना पनि पाकिसक्यो है खाना पनि पाकिसक्यो अनि त्यसपछि दाल पनि पाकिसक्यो खाना पनि पाकिसक्यो यहाँ पुगेन कि यहाँ पुग्यो यो खाना पनि पाकिसक्यो अनि त्यसपछि दाल पनि पाकिसक्यो गाइस खाना पनि पाकिसक्यो अब म माछा तेल तातेपछि माछा बनाउँछु है